हेलो गाइस, स्वागत छ आज फेरि मेरो मिनी ब्लगमा। सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु। म नि ठिकै छु। मेरो बिहानी चाहिँ आजबाट यसो बिहार काट्नदेखि लिएर म छाता बोकेर बिहार काट्नलाई हाम्रो यता चाहिँ बहुत पानी परिरहेको थियो कि, अनि पानी परेको भएर अनि त्यो छाता लिएर गएको थिएँ नि बाबुसँग भएर। अनि हाम्रो चाहिँ यतातिर कोही चाहिँ धान रोपिसकेको थियो, अनि हाम्रो कोहीले पनि धान रोप्दैन थियो। बुढा चाहिँ गइसक्नु थियो बिहार काट्न, अनि म चाहिँ पछि गएको थिएँ देउ बोकेर। अनि हेर्न सक्नुहुन्छ त्यहाँ चाहिँ पानी परेको भएर प्लास्टिक लाएर बस्नु भएको छ बिहार काट्नलाई। अनि म चाहिँ पुगेर हेर्न सक्नुहुन्छ यताको मौसम यति राम्रो छ, दामी गरेको छ कि चिसो दामी छ। अनि म चाहिँ फटाफट लागेँ बिहार काट्नु। हेर्न सक्नुहुन्छ साथीहरू, पनि यति काउनु थियो फटाफट काट्दाखेरि यति राम्रोसँग आइरहेको थियो। मलाई चाहिँ काट्न यति मजा आइरहेको थियो, पानी परिरहेको भएर छालासँग यति बनेको थिएन। अनि मैले चाहिँ काटेर यत्रो चाहिँ हुँदैन मुठा पार्छ, त्यसपछि चाहिँ मुठा पारेर अनि चाहिँ म फेरि काट्न लागेँ। बिहा चाहिँ फेरि काट्नु पऱ्यो, अनि त्यही भएर बिहा चाहिँ फटाफट काटेर नलागे साथीहरू। हेर्न सक्नुहुन्छ आजलाई यति भेटौँला अर्को मिनी ब्लगमा।